Hey guys, welcome back to our video after a long time guys. आज चाहिँ म आफ्नो पहाडलाई अस्ति आऊ तर भिडियो सिडियो के बनाउनु पाएन मन लागेन गाइस मेरो म दिदीको बिहेमा आएको थिएँ अहिले हामीहरू यता जङ्गलतिर ऐसेरी टिप्न आएको छु खाने भए कमेन्ट गर्नु गाइज यत्रो सिँढी चढी हेर्नु थैट अलि यति लामो छ हामीहरू अहिले ऐसेरी टिप्दैछौँ त अब गजब मिठो हुन्छ गाइज म चाहिँ खान्छु काफल छैन नि यतातिर काफलतिर जाउँ भने चाहिँ काफल गर्दा खाऊ पनि है तिमीहरू तिनीहरू चाहिँ टिप्दैछन् म चाहिँ खाँदैछु गाइस लोटा तिनीहरू भर्दैछन् म चाहिँ लोटाबाट खाँदैछु गाइस यहाँ टाढा हेर नै आइसक्यो हाम्रो खास चाहिँ देखिन्न यहाँ पनि धेरै छ म यहाँ जान्छु गाइस लोटा नाइस यहाँनिर भरिन्छ क्या हो यार कठिन लोटा सक्दिनँ नि म खाएर अर्को भर्ला यो जति हालेर भरिँदैन हेर न यो किन भरिन्न किनकि रस तल जान्छ कि टिल्दियो माछा यस्तो पिच्याएर त्यो हुन्छ कि टिलिन्छ कि धेरै हाल्नुपर्छ बुझ्यो कि बुझेन सादा केटो मेहनती बोय गाइज अब यो यति मेहनत गर्दैछु म त्यो लास्ट पुरै खाइदिन्छु नि अनि बिहान चाहिँ फेरि भर्छ हो काँडामा हात अड्किँदैछ नि त्यसैले मैले टिप्न लाग्छ अहिले यसको काँडा चाहिँ यस्तो उठ्दैन जब हामी यस्तो यहाँ टिप्दै कहाँ छ कि डडेलधुराको एकदमै फेमस मन्दिर उग्रतारा मन्दिर हो यता तल मन्दिर एरिया हिजो बिहे पनि यसको बिहे यो भिडियो बनाइदिएर उड्ता ही फिरू परी गाइस परी उडिहाल्छ अब उडाइहाल्यो बाटोमा कसरी हग्नु गाइस मेरो भर्या भरे यहाँमा
खाइछु धेरै खाइ चाहिँ पखाला लाग्छ अरे गाइज त्यसैलाई अब खानु लिमिट रोक्नु पऱ्यो भनेर रोक्ने मनै लाग्दैन गाइज मिठो छ गाइज मिठो बाटो छ त्यहाँ अब हामी जङ्गल त्यतातिर जाने ल गाइज यहाँ पाहाडको बाटो यस्तै त हो यी गाइज यता उग्रतारा मन्दिर छ गाइज अनि दिदी भेनाजु घर पनि यतै उग्रतारा तल गाइज ओहो ओहो कस्तो मिठो चिसो पनि कस्तो मिठो पनि यार पाहाडको स्ट्रबेरी भन्ने कि त्यो कपाल झुन्डियो एउटा मेरो कपालबाट टिपेर खाँदैन नि अब भिडियो बनायो भने कपालमा आइसहरू फैलाएको भने हिटसाली किर्मडा खाइजाऊ जाऊ पाताहरू हजुर गीत गाउनु भिडियो बनाएको रोहित भन्दैछ गाउने रहेछ नि दारी भेनाजु पनि गीत यो रोजको हाङ्ग हो र होइन होइन घाँसो कस्तो चिसो चिसो छन् नि कुनै कुनै त्यसलाई आइस छ नाम अब त खोज्ने हुन्छ याद अब खाँचो हुँदा हुँदैन नि हजुर लगाएको होइन हजुरलाई खाएन यहाँनिर मिल्छ भनेर अनि कति वर्ष बस्नुभयो यो गाउँमा खुट्टाभरि जम्मै पोताएर नि मेरो हात पानी लाएर पछि पोल्यो भन्नु छैन नि खुट्टा अब त आँखै छैन खस्यो समात्नु त्यो खसेको कस्तो राम्रो थियो फेरि खस्यो खै कालो हो यो होइन किमो मिठो छ यस्तै छ सेम यहाँ भइरहेको छ हेर्नु भइरहेको छ बाबु भिडियो बना किन गरे त मिठो छ यो पाइएको छ के भन्छ पाइएको छैन कि गाइस यो पहेँलो चाहिँ हामीलाई कालो पनि भेटायो खै उज्जा भिडियो बनाउँदै कालोको यसमा छ कालो फोटो खिच्न साथ गाइस पाहाड के भयो झाडीबाट यस्तो यो यस्तो झाडीबाट मुन्द्रा मुन्द्रा भन्छ नि मुन्द्री भन्छ हेर्नु पाइ म बनाएर देखाउँछु यो टिप होइन अब यसलाई म बनाउँछु एउटै हातले अप्ठ्यारो भयो गाइस त्यहाँ टिप्नै लाग्छ नि हजुर आए आए यो पनि मुन्द्री हाम्रो मुन्द्री अब यसलाई म लगाएर गर्छु गाइस यो एकदम पाहाडको अर्ग्यानिक आफ्नै पाहाडको जङ्गलमा फलेको अर्ग्यानिक मुन्द्रा लगाउँ गाइस स्वस्थ रहौँ मस्त रहौँ भन्ने नाराका साथ हामी अगाडि बढ्छौँ बाइ द वे गाइस अहिले चाहिँ हाम्रो
आधा लोटा भइसक्यो ऐसेलु टिपेर आछन् म चाहिँ गाइजहरू यस्तै यस्तै गरेर बसेको छु ऐसेलुको झाडीमा ओ यिनी त राता छन् टिप्न त खाने म काटिप्ने काट्ट चिप्नु ला र त्यसपछि तल झन् काला र रातो छ कति सानो दाना सधैँ जस्तो खास डिफ्रेन्स चाहिँ छैन ए हेर्न यसमा यतातिर सबैमा त्यस्तै छन् क्या छ रातो छ यो त ए रातोवाला रहेछ नि यार यिनीहरू त स्वादमा डिफ्रेन्स चाहिँ छैन त्यहाँ नजानु तल उता ओ तेरो यहाँ उभिने बनाएर रहेछ त यहाँनिर यस्तै उभिने होला उभिने यहाँनिर अनि टिपेर खाने मान्छे आउँछ नि खाना होइन हामी त आयो त्यस्तै त हुनु चाहिँ हामीहरू टिपेर फर्क्यो के किन टिपेर फर्किँदैछ गाई अब मन्दिर यतै छ टोइलेटको भेन्टिलेसन भित्रबाट कोठाबाट मन्दिर सोच्नु भएको थियो दिमाग छैन फेरि खान्छस् किनिन्छ अहिले बोरा थोडा फर्किँदैछु पिकनिक खेलेर अब हामी फर्किँदैछु दिदीहरू अगाडि गइसक्यो मेरो बिना चाहिँ कुद्नै लाग्छ बाटोमा छैन ए जान्छ फेरि जङ्गलमा टिप्न हामीले बाटोमा किनबडा हुन्छ नि यसलाई किनबडा खाएपछि यस्तो मिठो नि हुनु साकै हुन्छ चुक्लो चुक्लो हुन्छ अलिअलि भयो यिनीहरू पनि रहेछ ऐसेलु बहुत मजा आउँछ गाइज पाहाडमा आउने गर्नु गाइज